गुड मर्निङ सबै मेरो युट्युब परिवारलाई फेरि चाम्लिङ 21 ब्लगबाट बिहानको स्वागत जनाउँछु। सम्पूर्ण मेरो परिवारहरू कस्तो हुनुहुन्छ, आनन्द कुशल हुनुहुन्छ भन्ने आशा गर्दछु। र मेरो चाहिँ अब हाँस्दै बोलेको कारण चाहिँ यो मेरो आँखाको चस्मा कालो चस्मा फेरि अनि यो चस्मा आइसकेको छ है। यो चस्मा आइसकेको छ, केसहरू नि यस्तो छ। केस चाहिँ अलिक मलाई बिगारिदियो, त्यो भाइले राम्रो काट्नु जानेन। र अब चाहिँ अब हामीहरू यो धेरै दिन बाद अब फेरि यो नयाँ चस्मा लगाएपछि चाहिँ आज चाहिँ यो गाउँमा अन्त यहाँ हाम्रै छेउमा चाहिँ गुम्बा छ, तामाङ गुम्बा। त्यहाँनिर चाहिँ वाङ छ। हिजो पनि थियो फुरा पूजाको वाङ थियो रहेछ, हामी जानु भएन। आज चाहिँ आयुको रहेछ है। त्यसले गर्दा हामी जाँदैछौँ। जाने चाहिँ श्रीमती र म मात्रै हो। र अब श्रीमती पनि तयारी हुँदै छ होला, देखाउँछु है। अनि मेरो यो भिडियो चाहिँ हजुरहरूले मन पराउनु भयो भने चाहिँ लाइक गरिदिनुहोस्। अनि नयाँ जतिले चाहिँ यो चाम्लिङ 21 ब्लगलाई मेरो भिडियो ब्लग है मन पऱ्यो भने चाहिँ सब्सक्राइब गर्नु चाहिँ नभुलिदिनुहोस्। अनि सुरुदेखि अन्तसम्म स्किप नगरी हेरिदिनुहोस् भन्ने अनुरोध गर्छु। र अब यस्तै छ चाम्लिङ 21 ब्लगहरूको भिडियोहरू, कोहीलाई राम्रो पनि आउँछ, कोहीलाई नराम्रो पनि आउँछ। हजुरहरूले अब रुचाइदिइरहनु भएको छ है, रुचाइरहनु भएको छ। त्यस्तै भए पनि यो तपाईँले माया गरिरहनु भएको छ। ल है, अब सबैले अब सपोर्ट चाहिँ गरिदिनुहोस् है, सपोर्ट गरिदिनुहोस्। यसो अब मेरो अब धेरै छ भन्नुपर्ने कुराहरू, कथाहरू बिस्तार भन्दै जानेछु है। र के राम्रो भएर अब यसो आयो भने अब के गर्नु, अब त्यस्तै छ अवस्था। र त्यहाँ पनि छ अब आज चाहिँ अब गुम्बामा गएर यसो वाङहरू थापिहालौँ। त्यहाँनिर के कस्तो अवस्था छ, कतिको भिडभाड छ, त्यो पनि तपाईँहरूको अगाडि पस्किनेछु है। ल अब हेर्दै गर्नुहोस् यो चाम्लिङ 21 ब्लगलाई। हाम्रो श्रीमती चाहिँ तयारी हुँदै रहेछ पर गुम्बा जानु लागि। अब धेरै वर्ष बाद हामी गुम्बा जाँदैछौँ होइन। हो कति भयो त्यो गुम्बा नगएको हामी? कहाँ हो, बेसी भयो नि हो। कति भयो त्यो गुम्बामा पूजा नभएको त होइन। त्यहाँ आज त्यहाँ चाहिँ अब तयारी भइसकेको रहेछ। ऊ चाहिँ म चाहिँ तयारी भएको छैन, म एकछिनमा तयारी हुन्छु। धेरैवटा अब यहाँ केहरूसँग लिएर है। ल तयारी भयो। ल अब हेर्दै गर्नुहोस् ल। ओ मै लु खदाहरू कहाँ छ, खदाहरू रेडी गर। तिम्रो रुमालहरू हाल्यौ अहिले। मलाई फेरि आधी बाटोमा खै रुमाल मेरो भन्छ, चस्मा खै भन्छ, प्रेसरको दबाई खै भन्छ। फेरि हजुरहरू गाह्रो छ यस्तै हो। लटर पट्टर गाह्रो छ है। लु त खदाहरू हालिराख तिम्रो ब्यागमा। हजुर लु हालौँ त खदा चाहिँ छिटो। यो खदा चारवटा छ कि, एउटा कागजमा हालौँ न। कागजमा पोको पारेर सबै काटेको छ, कागजमा हाल्यो। अनि तिम्रो ब्यागमा तिम्रो ब्याग गरे त्यो भुवा निस्किँदैन होला नि फेरि। ल म पनि यो लुगा लगाएँ। यो चाहिँ भित्र अलिक हावा छिर्दैन है। यो ज्याकेट लाउँछौ, अलिक लामो पनि छ। घोडा यसो पिन चाकहरू सबै छोप्छ नि त। यहाँनिर चाहिँ अस्ति बेलुका यहाँ डन्डीपुर आउँदै रहेछ। यहाँ फेरि अस्ति मैले चाहिँ के हो भनेको भरे त रौ तानेको रहेछ कि बिहान त पुरा ब्लिडिङ भएको छ। यहाँ डन्डीपुर आएछ ल के को डन्डीपुर आयो कि यतालाई कसले मन पराउँछ यतालाई त मलाई त घुसी ताक्नेहरू मात्रै होला, मन पराउँदै के होला र यो उमेरमा होइन हजुरहरू। र चस्मा कस्तो लाग्यो मलाई? चस्मा बाई प्रोग्रेसिभ गरेको छु है, बाइफोकल चाहिँ बनाइन। अनि यो चाहिँ अलिकति ब्राउन कलरमा देखिरहनु भयो। बाहिर जाँदा चाहिँ अलिक सनग्लास जस्तो नि डार्क हुने बनाएको छु। अनि अब हिँड्नुपर्छ होला। खानापिना चाहिँ कुनै के हुन्छ, घरमा आएर खुवाइन्छ के हुन्छ। म त घरमै आएर खान्छु, मेरो पर खाना मिल्दैन हो। अदुवा र खर्सानीहरू चाहिँ मान्न हुँदैन हजुरहरू। हाम्रो फुच्चीहरू पनि फुलेछ, गुराँसहरू हेर्नुहोस् नि। यहाँ मुनि कोपिलाहरू आउँदै रहेछ। यता नै खिच्नु तँले उज्यालोबाट पनि। यहाँ पनि कोपिला आउँदो रहेछ है। हो चाहिँ बोट चाहिँ यत्रो छ है हजुरहरू। सानो बोट छ है। यो फुल्नु लाग्यो तर्खर हुँदै रहेछ फुच्चेले। ऊ त्यसको पनि कोपिलाहरू पुरा आउँदैछ। ऊ त्यो ठुलोहरूको कोपिलाहरू पनि आउँदैछ पुरै हो। र अब हामी चाहिँ निस्केको। र अब तपाईँले एकैचोटि गुम्बामा भेट्छौँ ल हजुरहरू। हामी चाहिँ हजुरहरू प्रायः गुम्बा परिसरको नजिक आइसकेको छौँ है। र हाम्रो श्रीमती पनि थाकेछ, पेन्ट तान्दै हिँडिरहेछ। के हो डोरीले बाँधिसक्यो पेन्ट त।
र आजको दिन मौसम चाहिँ यस्तो छ पानी पर्छ क्या अहिले है हिजो जस्तो क्या फेरि दिन चाहिँ अहिले आफ्टरनुनमा फेरि पानी आउने सम्भावना जस्तो लाग्दैछ मलाई ल अब आइसक्यौँ कति वर्षको अन्तरालमा अब फेरि हामी गुम्बामा आइसकेको छौँ मेमहरूको लन्च ब्रेक थियो कि लन्च ब्रेक ओके ल उहाँहरू लन्च ब्रेक भइसकेको छ अब हामीहरू कतिला वाङ चाहिँ कतिला हुन्छ है त्यो अहिले देखाउने छु र गुम्बाभित्र के कस्तो छ त्यो नि अहिले नै देखाउँछु है म तपाईँहरूलाई यहाँनिर साङ बालेको रहेछ है हेर्नुहोस् न सबै होमस्टेहरू हो अहिले ओ यता हेर त ओ यता हेर त यता राम्रो छ हेर न हौ भन हौ के हो न ल ल करिब 2 बजी पछाडि नै तपाईलाई वाङ अभिषेक गर्नेछौँ धन्यवाद फ्याबुलो हजुर आइपुग्यौँ हामी ओ यहाँ आउँदैछ ल यहाँ अब हामी चाहिँ गुम्बा परिसरभित्र पसेछौँ है र अब 3 खेप क्याप्टु गरेपछि चाहिँ हामीहरू गर्छौँ ल Tôi có đi hỏi nào đó nha. Của lâm luôn. Tôi cứ sao làm mà lấy. Lo rồi. Mina, अहिले मैले सरकार अलग कोच हो कहाँ देखि चिन्नु भएन अघि हातमा चिने यहाँ नाना लेख्दै याद आयो हजुर सन्चै हुनुहुन्छ म त हेर्दैछु न अस्तिदेखि नै तपाईँहरू आउनु यहाँ भिडियोमा आमा आउनु भएन आमा त कहाँ सक्छ सक्दैन ढोग्न सबलाई एउलो नाना सबलाई भित्र गएर ढोक्यो म चाहिँ ढोकिनँ किनभने मेरो आँखा अपरेसनले गर्दाखेरि ढोक्नु भएन है अब यो आफ्टर 1 आवर चाहिँ त्यहाँ फेरि अब सकेपछि वाङ हुने रहेछ अनि बाहिरको परिसरहरू चाहिँ यस्तै छ हजुर अहिले चढाउनुपर्छ अहिले चप्पल हाम्रो ऊपर रहेछ ऊपर अहिले किन्छ अहिले भएर ए हुनुभयो हजुर यता बिजी हुनुहुन्छ क्या हजुर आज ए हेल्पिङ यहाँ सबै बिचरा उहाँहरू चाहिँ बिजी हुनुहुँदो रहेछ उहाँ पनि ठन्डामा भाँडा धुवाइरहेछ उहाँ पर उतापट्टि चाहिँ टोइलेटको व्यवस्था रहेछ क्या है यहाँनिर अन्त सोध्दा सब के छ हाम्रो साथीहरू पनि भेट्यो अन्त साथीको नाम बताइदिनु पऱ्यो के भन्दैछौ हामी चाहिँ यहाँ राईहरू राईहरू वाङ थाप्नु चाहिँ आएको छौँ है यहाँ हामी धर्ममा त्यस्तो हामी
त्यस्तो म अन्य जाति हो म गुम्बा जानु हुँदैन भन्ने हाम्रो विचार धारणा चाहिँ छैन। हामी चाहिँ एकदम सर्वधर्म पालन गर्ने मान्छे। मौका पऱ्यो भने हामी मस्जिद पनि जान्छौँ, साथीभाइले जाउँ भने त्यहाँ पनि जाने हो। अब छो भनेर अब छो पनि कति छैन त प्रसाद भनेर पनि अब प्राय भित्रको पूजा त सक्नु आँटेको जस्तो लाग्दैछ है। र अब सुन्नुमा चाहिँ अघि एनाउन्स गरेको छ यहाँ यता बाहिरै आएर चाहिँ वाङ दिनुहुन्छ अरे भन्ने चाहिँ सुन्दैछौँ है। बाहिर आएर चाहिँ सजिलो सबैलाई, भित्र भिड हुँदैन। र यसरी यहाँनिर चाहिँ जग्गा चाहिँ बनाउनु पर्यो रिम्पोची हिँड्ने चाहिँ, लामा मेमिर हिँड्ने ठाउँ तर यहाँ त कन्जेस्टेड भयो यहाँनिर रहेछ है। र यसरी नै ग्यापमा त खुला राखेको छ यसरी हिँड्नु लागि। अब निकै आज चाहिँ चकमन्न भएर चाहिँ है दसैँ बिन्दुहरू समयलाई पर्खिँदा बल्ल पूजा छ क्या। वाङको कार्यक्रम सुरु हुन आँट्यो है। र तपाईँले देख्नुहुँदैछ गेटदेखि बाहिर अब उहाँ टुल्को निस्किनु भयो। वाङहरू पनि भइसक्यो तर अब हामीहरूले चाहिँ खै हौ सुङ्डी पाएको छौँ। त सुङ्डी बाँडे चाहिँ कता गयो? मान्छेहरू थापेर गइसक्यो। हामीहरू चाहिँ यहाँ सुङ्डी पर्खिरहेको छौँ। सुङ्डी बाँड्ने नै हराइरहेको छ ल्याउ लामाला। लामाला यो साइड चाहिँ सुङ्डी बाँडेकै छैन। यो साइड लो आउनुहोस् त। लु छिटो यतातिर बाँडेको छैन, भित्र गइसक्यो। मलाई छवटा दिनुहोस् त लामाला, छवटा दिनुहोस् न बल्ल बल्ल। अब गएन लाइन पनि आइसक्नु पुग्यो। हामीले त अघि थापेर पनि अब दियो भने चाहिँ थाप्छु, माग्दैन। अब के गर्नु, अरूलाई पुग्दैन होला है। यो चाहिँ पूजा सकेपछिको अवस्था यस्तै हुन्छ भिडमा है। बाई बाई ल। जतिजना आयो त्यतिजना फर्किनु पऱ्यो। अरू को थियो अब, कहाँ साथीहरू पर्खाएर गरिरहनु। ल हजुर अब पूजा सक्यौँ। अब म तपाईँलाई एकैचोटि घरमा भेट्नेछु है। आजको पूजाको यस्तै भयो। यति साह्रो हिलो छ कि यहाँ चाहिँ किन हिलो भएको छ? साइडमा हिँड्न हो गाडी आउँदैछ। यति साह्रो हिलो भएको छ यहाँ चाहिँ किन हिलो भयो भन्दा चाहिँ यो माथिको बाटोहरू माटो कोटाउँदैछ कि त्यसले गर्दाखेरि चाहिँ एकदमै हिलो छ अहिले। अब यो चाहिँ के हो भने घरमा चाहिँ जुत्ता चाहिँ घरभित्र चाहिँ हाल्नु हुँदैन। आँगनमै जुत्ता खोलेर पक्ला जस्तो भइसकेको छ अवस्था चाहिँ यहाँनिर। के हेर्नुहोस् न यति साह्रो हिलो भएको छ। हामी चाहिँ घरको छेउमा आधी बाटोमा आउँदैछौँ। हिँड्नु नसकेको होइन, त्यस्तो बिस्तारै हिँड्ने बानी भन्ने त होइन कि, तर हिँड्ने बानी गर्नु पऱ्यो नि त। गाडीमा जाउँ भन्दै थिएँ कि मैले तिर्नुपर्छ गाडीमा, त एकोरै गाडीमा हिँड्नु हुँदैन, बिमार छिट्टो हुन्छ, रोग लाग्छ भनेर चाहिँ मैले चाहिँ त्यहाँदेखि हिँडाएको हो। गाडीलाई फोन लागेन है भन्दै ढाँटिदिएको थिएँ। हिँड्नु पर्छ नि त हो, जिउको कोलेस्ट्रोलहरू घट्नु पऱ्यो, एक्सर्साइज हुन्छ हो। यसो चौरी परेको लट्टेको नसहरू तन्काउनु पऱ्यो। अन्त हिँड्नु चाहिँ ठ्याक्कै मान्दैन नि त हौ उहाँहरू। हिँड्नु पऱ्यो नि, यसो हिँड्यो भने एक्सर्साइज पनि हुन्छ, हेल्दी हुन्छ होइन। घर आइपुग्यो हामी। के भयो तिमीलाई? अन्त तिम्रो कति बोसो घट्यो, क्यालोरी घट्यो, कोलेस्ट्रोलहरू होइन, कोलेस्ट्रोल घट्यो, कति राम्रो भयो अन्त। लु जुत्ता खोल्नुहोस्, जुत्ता खोल्नुहोस्, जुत्ता खोल। अब त्यस्तो हिलो। ल जुत्ता
ल दर्शकबिन्दुहरू आइसक्यौँ। आज गुम्बाको धेरै बात अब यो ठाउँमा अब यो गुम्बामा धेरै वर्ष भएको थियो यसरी ठुलो पूजा सम्पन्न भएको थिएन है। र योपालि चाहिँ जुडेछ र गरेछ। त्यो कमिटीहरूलाई पूजा कमिटी जति पनि गुम्बा कमिटीको पूजा कमिटीहरूलाई पनि धन्यवाद। खानापिना पनि थियो पुरै चियापानी दिँदै थियो। अब म त मिल्दैन खानापिना हो। अन्त उहाँहरू पनि थाप्यौँ र आइसक्यौँ। यसरी नै सधैँ तपाईँले अब आउने वर्षतिर पूजाहरू गर्नुहोस्। यसरी नै टाढोबाट मान्छेहरू आएको थियो है। र मेरो चाहिँ यो कतिवटा भिडियोहरू चाहिँ अब मैले खिचिनँ कि अर्को भाइले खिचिदिएको थियो। कस्तो के खिचेको छ त्यसमा केही भुलहरू भने चाहिँ क्षमा गरिदिनुहोस् हजुरहरू। र आजलाई यति भन्दै अब लुगा फेर्छु, चिया खान्छु। त्यहाँ चाहिँ मैले त खानै खाएको छुइनँ बिहानदेखिको। खाना खान्छु म। मनोल त खायो नि, उतै खायो उसले त उतै। म चाहिँ खाएको छुइनँ। खाना बिहानदेखि भएकै छु हजुरहरू। र खाना खान्छु, त्यहाँदेखि एकछिन चिया खान्छु भन्दै अब तपाईँहरू बिदा लिन्छु। र आजको भिडियो कस्तो भयो यदि मन पऱ्यो भने फेरि पनि लाइक गरिदिनुहोस्।